नमस्कार सबैजनालाई। आज चाहिँ म ग्रक 3 चाहिँ कसरी प्रयोग गर्ने भन्ने कुरा चाहिँ सिकाउन गइरहेको छु। यो ग्रक एआई चाहिँ च्याट जिपिटी जस्तै हो, तर यसको मोडल्स चाहिँ एकदमै पावरफुल छन्। जस्तो च्याट जिपिटीको भन्दा एकदमै पावरफुल मोडल लिएर आएको छन् ग्रकले चाहिँ। र यो चाहिँ इलन मस्कले नै चलाउने कम्पनी हो। र यसको फाइदा एक दुईवटा च्याट जिपिटीले दिन नसक्ने फाइदाहरू भनेको एउटा चाहिँ जस्तो ट्विटरमा चाहिँ लेटेस्ट कुराहरू ट्विटरमा आउँछ नि सबैभन्दा सुरुमा, त्यो फाइदा छ। ट्विटरको डाटाहरू यसले सबैभन्दा पहिला एक्सेस चाहिँ पाउँछ। यो दिनै पछि चाहिँ इम्प्रुभ हुँदै जान्छ, दिनै पछि यसको ज्ञान चाहिँ अपडेट हुन्छ। कतिपय कुराहरू च्याट जिपिटीमा सोध्नु भयो भने 2022को 2023को कुराहरू पठाइरहेको हुन्छ। यसले चाहिँ धेरै हदसम्म लेटेस्ट कुराहरू चाहिँ क्याप्चर गरेको हुन्छ। र अर्को यो ओपन एआई च्याट जिपिटीले प्रोभाइड गर्ने एआई मोडलभन्दा बलियो मोडल हो। यो साइजको मोडल मध्ये एकदमै बलियो मोडल पनि हो। र यसको विशेष गरेर तपाईँको साइन्स सम्बन्धी क्वेसन्सहरू प्रश्नहरू छन् भने ग्रकले चाहिँ एकदमै राम्रोसँग ह्यान्डल गर्छ। अब ढिला नगरी ग्रक चाहिँ कसरी प्रयोग गर्ने भन्ने कुरातिर लागौँ। सबैभन्दा सुरुमा तपाईँले ब्राउजर खोल्न पर्यो। अब ब्राउजर खोल्दाखेरि धेरै जसोले क्रोम ब्राउजर नै चलाउने हो, त्यही क्रोम ब्राउजर नै चलाउनु होला तपाईँहरूले पनि। अरू एज ब्रेभहरू पनि चलाउने गर्छन् कसैले, तर हामीले चाहिँ क्रोम नै चलाउँछौँ। क्रोममा सबैभन्दा सुरुमा यहाँ माथि गएर टाइप गर्नु पऱ्यो। यहाँ तल चाहिँ गर्ने बानी होला, तर माथि गएर सिधै टाइप गर्दाखेरि हुन्छ। त्यहाँ गएर ग्रक grok.com भनेर पुरै टाइप गर्नु होला, अनि इन्टर थिच्नु होला। इन्टर थिचेपछि तपाईँलाई यहाँ अप्सन्सहरू आउँछ। सुरुमा तपाईँको अकाउन्ट त छैन, त्यही भएर सुरुमा साइनअप क्लिक गर्नु होला। साइनअप क्लिक गरिसकेपछि आफ्नो इमेल चाहिँ हाल्नु होला। त्यसपछि सबमिट गर्नु, आफ्नो नामहरू हाल्दा भयो। त्यसपछि कुनै पासवर्ड चाहिँ क्रिएट गर्दाखेरि भयो। त्यसपछि यो गरिसकेपछि साइनअप चाहिँ गर्नु होला। अनि यो चाहिँ कोड चाहिँ तपाईँको इमेलमा आएको हुन्छ। मैले इमेल चाहिँ चेक गर्छु। इमेलमा यहाँनिर कोड चाहिँ आएको रहेछ। कोड होइन, लिङ्क चाहिँ आउने रहेछ। यो लिङ्क भ्यालिडेट माई इमेल एड्रेस भन्नेमा चाहिँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईँ भेरिफाई हुनुभयो। अब क्लोज विन्डो गर्दाखेरि भयो। र फेरि पुरानैमा गएर कन्टिन्यू थिच्नु। कन्टिन्यू थिचेपछि अब तपाईँको अकाउन्ट सेटअप भयो। अब यसमा चाहिँ तपाईँले च्याट जिपिटीमा जसरी नै प्रयोग गर्दाखेरि हुन्छ। र यसको मलाई देखाउन मन लागेको भनेको डिप सर्च भन्ने फिचर हो। डिप सर्चले चाहिँ तपाईँको अब सयौँ वेबसाइट्सहरू चाहिँ सर्च गरेर एकदमै एनालाइज गरेर रिजल्ट निकालिदिन्छ। यो चाहिँ तपाईँले एकदमै भ्यालुएबल हुन्छ। यो चाहिँ एक्चुअली ट्राई गर्नु होला। जस्तो अब नेपालमा एकदमै धेरै खोजिने कुराहरू हुन्छन्। त्यस्तो कुराहरूमा जस्तो कुनै कम्पनीमा तपाईँले लगानी गर्नुभएको छ, त्यो कम्पनीको बारे फन्डामेन्टल एनालिसिस गर्नु पऱ्यो भने डु अ डिप सर्च एन्ड क्रिएट अ एनालिसिस फर द कम्पनी। ल कुनै एउटा कम्पनीको नाम, ल अप्परको बारेमा, अप्पर इन नेप्से यति भनेपछि यसले बुझ्छ। र यो डिप सर्च चाहिँ अन गर्नु नबिर्सिनु होला। डिप सर्च है, यसमा डिप सर्च अन गरेर अब यसलाई इन्टर थिचिदिने हो भने तपाईँको 20वटा वेब पेज खोजिसक्यो। यो चाहिँ सुरुमा तपाईँको इनेबल छैन रहेछ। फेरि त्यही भएर यो बन्द गर्ने यहाँबाट हो। यहाँ पेस्ट गरौँ है यो। अनि अब चाहिँ अन गरेर बल्ल
ल पठाइदिउँ यसलाई। ल डिप सर्च आउँदा चाहिँ यस्तो देखिन्छ। अब यसले खोज्दै यसरी होइन, मान्छेले यति गर्नुपर्ने भने अलरेडी अब 1 घन्टाको काम गरिसक्यो। मान्छेलाई 1 घन्टा लाग्ने काम यसले गरिसक्यो। ल 2 घन्टा लाग्ने काम गरिसक्यो। ल 3, 4, 5, 6 घन्टा। अब यत्तिकै यत्र धेरै आर्टिकल पढेर चाहिँ निकाल्नु पर्यो भने मान्छेलाई कति समय लाग्छ त। र यसले निकालेको कुराहरू सबै A to Z एकुरेट हुन्छन् भन्ने छैन, तर धेरथोर राम्रै हुन्छ भनौँ होइन, त्यो पनि हेर्नुपर्छ। है त। अब यसरी यत्रो रिसर्च गऱ्यो 42 सेकेन्डसम्म, अनि यसले चाहिँ रिपोर्ट चाहिँ निकाल्यो। अब अप्पर तामाकोसीको बारेमा के छ होइन, यो कति हाइड्रो पावर हो, यसको के छ भनेर डिप सर्च गरेर मजाले सबै थोक काटिकुटी निकालिदिएको छ। सबै डाटा एकुरेट नहोला, तर धेरै जसो एकुरेट नै हुन्छ, राम्रै हुन्छ। त्यसैले अब यसको प्रयोग गर्नु नै तपाईँलाई फाइदाजनक हुन्छ मेरो विचारमा। 1-2 पल्ट आफूले जाने बुझेको कम्पनीका बारेमा सर्च गरेर चेक गर्नु कतिको राम्रो छ भनेर, त्यसपछि भेरिफाई गर्नु। अब यो कम्पनी चाहिँ एउटा युज केस भयो। धेरै कुराहरूको लागि चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ यो चाहिँ। र यति जानिसकेपछि गर्दा भयो। त्यसपछि यो थिङ्क भन्ने हुन्छ। थिङ्कमा चाहिँ यसले के गर्छ भने अलिकति सोचेर उत्तर दिन्छ। सोचेर दिएको उत्तर त्यत्तिकै दिएको उत्तरभन्दा राम्रो भइहाल्छ। त्यसपछि अट्याचमेन्टहरू गर्न सक्नुभयो, कि अपलोड गर्न सक्नुभयो आफ्नो फाइल्सहरू होइन। अनि मेन कुराहरू चाहिँ यी नै भए। आफ्नो हिस्ट्री हेर्नु भयो, यहाँबाट हेर्दाखेरि भयो। ल है त, ल जान्नुभयो। यसको भरपुर सदुपयोग गर्ने काम चाहिँ अब तपाईँको। थ्याङ्क यू।